हेलो सबैलाई नमस्ते। म तपाईहरुको साथी सरोज प्रसाद शाह। 2082 सालको विजया दशमी तथा दशैं र तिहारको हार्दिक शुभकामना सबैलाई। म आज सुजुकी कम्पनीमा पाइने गाडीहरू, मूल्य, विशेषता र भ्यालु फर मनी कुन भ्यारिएन्ट हुन्छ भन्ने जस्ता कुराहरू लिएर आएको छु। भिडियो हेरेर सब्स्क्राइब गरिदिनु र गाडी किन्ने कोही नातेदार अथवा साथीहरूलाई शेयर गरेर यो च्यानललाई माया गरिदिनु हुन आग्रह गर्दछु। सबैभन्दा पहिला हामीले सुजुकी कम्पनीमा पाइने गाडीहरूमध्ये त्यहाँ भएका दुईटा ब्रान्ड हुन्छन्। जस्तो एउटा एरेना भन्ने एउटा ब्रान्ड छ, अर्को नेक्सा भन्ने। एरेना अन्तर्गत सर्टेन गाडीहरू पर्छ र नेक्सा भन्ने अन्तर्गत सर्टेन गाडीहरू पर्छ। त्योको बारेमा पनि हामी विस्तृतमा कुरा गर्नेछौँ। पहिला सबैभन्दा सस्तो गाडी सुजुकीको अल्टो K10, यो 28 लाखदेखि 34 लाखसम्म पाइन्छ। यसको बेस्ट टु बाई भेरिएन्ट भनेको, बेस्ट मोडल भनेको LXi भेरिएन्ट, जुन बेस मोडल हो। यसको करिब 28 लाख रुपियाँ पर्दो रहेछ नेपाली बजारमा, जुन यो 1000 सीसी को हो र 3 सिलिन्डर। अनि यसले निकाल्ने पावर भनेको 69 PS हर्स पावर भन्छ र 89 न्युटन मिटर टर्क निकाल्दो रहेछ। यो दाममा यो गाडी चाहिँ ठिकै हो, तर जस यो गाडी तपाईहरुले लिनुभयो भने प्राय मान्छेले सायद ट्याक्सी किन्नु भयो जस्तो भन्लान्, किन यसको पुरै यो ट्याक्सी नै हो के। ट्याक्सीमा चल्ने सबै गाडी यो अल्टो K10 नै हो। त्यसपछि अर्को गाडी रहेको छ एस्प्रेसो। एस्प्रेसो भनेको 32 देखि 35 लाखसम्म पर्छ रहेछ। यो सायद हाल यो कम्पनी बन्द भइसकेको रहेछ क्यारे। यसमा बेस्ट भ्यारिएन्ट बाई गर्ने भनेको LXi नै हो, जसको डिस्काउन्ट गरेर सायद 30 लाखसम्म पर्दो रहेछ। यो पनि 1000 सीसी कै गाडी हो, 3 सिलिन्डरकै हो। अनि यसको पावर 69 PS र 89 न्युटन मिटर टर्क रहेको छ। त्यसपछि सबैभन्दा चलन चल्तीमा रहेको र यो मिडल क्लास पिपलहरूको लागि एकदम पपुलर गाडी, जसमा भन्न मजाले 4-5 जना परिवारका मान्छेहरूले बोकेर जाँदो गर्छन्। यो गाडी वेगनआर, जुन चाहिँ नेपाली बजारमा 32 लाखदेखि 36 लाखसम्म पर्छ। यसको बेस्ट भेरिएन्ट भनेको नै VXi हो, लोअर भन्दा एक मोडल माथिको हो, जसको सायद करिब डिस्काउन्ट गरेर मेबी 33 लाखसम्म दिन्छ होला। र यो गाडी 1000 सीसी कै हो, 3 सिलिन्डरको, 69 PS पावर यसको, अनि 89 न्युटन मिटर टर्क हो रहेछ यसमा। त्यसपछि अर्को गाडी जुन अलिकति राम्रो लुक्समा छन्, सेलेरियो, जसको सुरुवाती मूल्य 31 लाखदेखि 40 लाखसम्म पर्छ। यसको बेस्ट भ्यारिएन्ट नै बाई गर्ने भनेको बेस मोडलै हो, किन अरू फ्युचरहरू यसमा राख्न सकिन्छ। त्यही भएर यो बेस मोडल किन्दा हामीलाई किफायती पर्छ, जसको सायद डिस्काउन्ट गरेर 30 लाखसम्म दिने सकिन्छ होला। यसमा 1000 सीसी को इन्जिन रहेछ, 3 सिलिन्डरको गाडी हो यो। अनि यसको पावर चाहिँ 69 PS र टर्क 89 न्युटन मिटर टर्क हो। अर्को गाडी चाहिँ स्विफ्ट, सबैभन्दा लोकप्रिय गाडी नेपाली मार्केटमा, जस जहाँ तै पाइने, यसको रिसेल भ्यालु पनि राम्रो भएको। यो गाडी अलि महँगो भएरै आएको छ। यसको सुरुवाती मूल्य 38 लाखदेखि 52 लाखसम्म पर्छ र यसको हामीले लिने भनेको नै बेस्ट मोडल नै हो, किनभने यसमा अब त्यस्तो केही खतरा फिचर छैन जसको लागि हामीले टपै मोडल लिने। र यो लेभलको गाडीलाई 52 लाख तिर्न पनि सायदै राम्रो हुन्छ होला। त्यही भएर हामीले LXi नै प्रिफर गरेको छौँ र यसको दाम चाहिँ 35 लाख रुपियाँ नेपाली मार्केटमा। यो 1200 सीसी को इन्जिन भएको गाडी हो, 3 सिलिन्डर हो। यसको 82 PS पावर र 112 न्युटन मिटर टर्क रहेको छ। त्यसपछि स्विफ्ट डिजायर अहिले चाहिँ नेपालमा चाहिँ एभाइलेबल छैन, किन यो नयाँ BS फेज 2 अनुसार नयाँ फेसलिफ्ट भएर आएको हो। यो गाडी नेपालमा आएको त छैन, तर यसको चाहिँ सुजुकी कम्पनीले मार्केटमा चाहिँ प्राइस चाहिँ राख्न त राखेको छ। 41 लाखदेखि लिएर लगभग 54 लाखसम्म यसका प्राइसहरू राखेको छ। यसमा पाइने सेम इन्जिन स्विफ्ट जस्तै हो, तर यो सेडान कार हो, स्विफ्ट डिजायर भन्ने चाहिँ। अब अर्को मलाई सबैभन्दा मनपर्ने गाडी, यो इनकेस मैले सुजुकी कम्पनीमा कुन लिन पाएको भए मैले फ्रङ्क्स लिन्थेँ,
किनभने यो लुकिङमा पनि राम्रो र यसको पावर सबै कुरा प्राइस अनुसार मिल्ने गरी भएको गाडी हो फ्रङ्क्स, जसको सुरुवाती मूल्य 40 लाखदेखि लिएर यसको मूल्य 52 लाखसम्म गएको छ र यसको बेस्ट भेरिएन्ट हामीले बाई गर्ने भनेको डेल्टा प्लस भेरिएन्ट हो, जुन बिचको मोडल हो। अरू भेरिएन्ट सायद नेपालमा पाउँदैन, 52 लाख त राखेको छ होइन। यसको म्यानुअलमा पाइन्छ र यो भेरिएन्ट चाहिँ सायद डिस्काउन्ट गरेर 43, 43.5, 44सम्म देला। तपाईँहरूले चाहिँ सोरुममा जाँदाखेरि अलिकति राम्ररी बार्गेनिङ गर्नु होला। यो चाहिँ 1200 सीसी को गाडी हो, 4 सिलिन्डरको गाडी हो। यो चाहिँ अरू योभन्दा अगाडि स्विफ्ट चाहिँ 3 सिलिन्डरको हो। पहिला चाहिँ स्विफ्ट 4 सिलिन्डरमै आउँथ्यो, तर अहिले चाहिँ 3 सिलिन्डर भएको आएको छ। त्यही इन्जिन पहिलाकै इन्जिन फ्रङ्क्समा चाहिँ क्यारी आउट भएर आएको छ, जुन चाहिँ 4 सिलिन्डर हो। यसको पावर भनेको 90 PS पावर हो र 130 न्युटन मिटर टर्क हो। त्यसपछि आउने गाडी भनेको ब्रेजा। यो धेरै पपुलर गाडी, नेपालमा पनि जस पपुलर गाडी, तर अलिक कस्टली नै हुँदो रहेछ। यसको सुरुवाती मूल्य चाहिँ 47 लाखदेखि 66 लाखसम्म छ र यो हाइब्रिडमा पनि पाउँदो रहेछ। स्मार्ट हाइब्रिड भन्ने पनि पाउँदो रहेछ। यसको बेस्ट भेरिएन्ट बाई गर्नु भनेको ZXi हो, जुन चाहिँ सायद डिस्काउन्ट गरेर 53 लाखसम्म चाहिँ पाउँदो रहेछ। यो चाहिँ 1500 सीसी को गाडी, 4 सिलिन्डर गाडी र त्यसपछि यसको पावर 103 PS पावर र 137 न्युटन मिटर टर्क रहेको छ। त्यसपछि आउने गाडी चाहिँ जिम्नी 4x4 मा आउँदो रहेछ। यो गाडी जस 4x4 मा सबैभन्दा भनौँ एफोर्डेबल एसयुभी भनेको नै सुजुकी र भनौँ न नेपालमा पाइने सायद मलाई यही होला जिम्नी 4x4, जुन चाहिँ 64 लाखदेखि 74 लाखसम्म पर्दो रहेछ। यसको बेस्ट भेरिएन्ट बाई गर्ने भनेको नै त्यही अल्फा मोडल, जुन नेपालमा पाइने 64 लाखको। सायद मेबी डिस्काउन्ट होला, डिस्काउन्ट गरेर मेबी 60 लाखसम्म दिन सक्छ होला। एक्चुअली गएर सोरुम चाहिँ बुझ्नु होला, मैले बुझ्दाखेरि सायद दिन्छ जस्तो लागेको थियो मलाई। यो उस गाडीमा पाइने भनेको 1500 सीसी को इन्जिन हो, 4 सिलिन्डरकै गाडी हो। सेम ब्रेजामा भएकै इन्जिन हो। यसमा 103 PS को पावर, 137 न्युटन मिटरको टर्क रहेको छ। त्यसपछि आउने अर्को गाडी भनेको ग्रान्ड भिटारा, जुन ग्रान्ड भिटारा भनेको 59 लाखदेखि 102 लाखसम्म भनेको खोजेको मतलब 1 करोडसम्म जाँदो रहेछ। यसमा स्मार्ट हाइब्रिड रहेको छ। यसको बेस्ट भेरिएन्ट बाई भनेको नै सिग्मा बेस्ट मोडलै हो, 59 लाखको, जुन मेबी मलाई लाग्छ डिस्काउन्ट गरेर अहिले राम्रै दिइरहेको छ। क्यारे 56 लाखसम्म पाउनुहुन्छ तपाईँहरूले। किनभने अब स्मार्ट हाइब्रिड भनेर 1 करोड तिर्नुभन्दा राम्रो बरु बेस्ट मोडल लिएर 56 लाख गर्ने, त्यतिको तेल त हाल्न पाइन्छ। स्मार्ट भनेर मात्रै भएन, महँगो पनि भयो नि त। त्यो भएर सायद यसको बेस्ट मोडलै मेरो विचारमा ठिक लाग्यो। यसमा पाइने इन्जिन भनेको 1500 सीसी को क्षमता भएको 4 सिलिन्डर, 103 PS पावर, 137 न्युटन मिटर टर्क रहेको छ। त्यस्तै अब सुजुकीको पाइने गाडीहरू प्राय यति नै हो मलाई थाहा भएसम्म। अब अरू गाडीहरू भनेको जस्तो यो जुन इको भ्यानहरू, यो कार्गोमा पाउने गाडीहरू भयो, त्यो चाहिँ मैले खासै कुरा गरिनँ त्यसको बारेमा। अब जस्तो सुजुकीको सर्भिसिङ प्राय 6 महिना र 6000 किलोमिटरमा आउने गर्छ भन्ने खोजेको मतलब 1 वर्षमा 2 चोटि जस वर्कसप तपाईँहरूले जान्नु पर्यो, इनकेस राम्ररी चलाउनु भयो भने एक्सिडेन्ट गर्नु भएन है। सुजुकीको फाइदा बेफाइदा सबै बारेमा पहिला नै मैले पहिलाको भिडियो मैले बनाइसकेको छु। पहिला मेरो सबभन्दा फर्स्ट भिडियो नै त्यसकै बारेमा रहेछ, एक्चुअली गएर हेर्नु होला। अघि मैले जुन सुजुकीको एर्ना र डेक्साको बारेमा कुरा गरेको थिएँ, त्यही एर्ना अन्तर्गत पर्ने गाडीहरू चाहिँ जसको मोडलहरू LXi, VXi, ZXi प्लस हुँदो रहेछ भनेपछि नेक्सा अन्तर्गत पर्ने गाडीहरूको चाहिँ मोडलहरूको नाम सिग्मा, डेल्टा प्लस, जीटा, अल्फा हरू अन्तर्गत पर्दो रहेछ। जस्तै अब एर्नामा पाइने गाडीहरू अल्टो, व्यागनार, स्विफ्ट, एस्प्रेसो, ब्रेजा, सिलेरियो। त्यस्तै नेक्सामा पाइने गाडीहरू फ्रङ्क्स, बलिनो, ग्रान्ड भिटारा, जिम्नी। र मैले जहाँसम्म सुनेअनुसार नेक्सा चाहिँ अलिकति प्रिमियम हुँदो रहेछ एरेनाभन्दा। त्यही भएर सकेसम्म अब नेक्सा लिँदै राम्रो। अब तपाईँको आफ्नो कस्ट के कति हुन्छ त्यो हिसाबले प्रिफर गर्नु होला। अब तपाईहरूलाई मैले भन्ने जानकारी पुरा कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। अनि मेरो मोटिभेसनलको लागि प्लिज च्यानल सब्सक्राइब गरिदिनु होला। यदि कसैलाई कुनै प्रकारको कन्सल्टेसन चाहियो भने गाडीहरूप्रति प्लिज कल गर्नु होला। हस्,
आजलाई मैले यति भन्दै यो भिडियो म टुङ्ग्याउँदैछु। सबैलाई धन्यवाद, नमस्ते।